श्रृङ्खला चाहिँ 6 महिनाको 7 तारिक होइन ओसाकामा हुँदैछ। त्यसपछि फेरि नेक्स्ट टोकियोमा हुँदैछ र भाइहरूलाई फेरि पनि धेरै धेरै शुभकामना भन्दै एउटा भजन यहाँको लागि श्री पशुपति हरदेव मन खाके सबैले श्री पशुपति हरदेव मन श्री पशुपति हरदेव मन श्री पशुपति हरदेव मन श्री पशुपति हरदेव मन हाम्रो भजनको अर्को श्रृङ्खला चाहिँ 6 महिनाको 7 तारिक होइन ओसाकामा हुँदैछ। त्यसपछि फेरि नेक्स्ट टोकियोमा हुँदैछ र भाइहरूलाई फेरि पनि धेरै धेरै शुभकामना भन्दै एउटा भजन यहाँको लागि श्री पशुपति हरदेव मन खाके सबैले श्री